कता हो सोल्टिनीहरू युरोपको खाडीतिर हो युरोपको खाडीमा छु म खाडीमा बेलुका बेलुका 1 घन्टा घुमेर घट्नु भनेको 60 केजी थियो 70 मा पुगिहाले सुन्तला बारीमा त्यसको बाबु कहाँ गयो फेरि यो कामारेसको यो एरियामा यति मिठो हावा आउँछ कि यति मिठो हावा आउँछ कि हेलो ओके कामारेसको गोपेलाहरू सबैजना यहाँ यो एरियामा हावा खानु आउनु होला यस्तो मिठो हावा आउँछ कि बस्तु पाले जस्तै गरेर यहाँको मान्छेले कुकुर पाल्नु भनेको बस्तु पाल्नु हो भैँसी पाले जतिकै हो घर सर्प त पालेर कसैले त्यो नेपाली बहिनीले जहिले सफा गर्न कसरी त्यो सर्पको कता कता यही हो त्यो बुढीको छोराको कामारेसको हावा खाने ठाउँ जङ्गल जङ्गल हो जङ्गलकै छेउमा घर यति मिठो हावा आउँछ कि यो एरियाको अलिक हावा आउने ठाउँ भनेको यही हो 1 घन्टा आउने हामी घुम्नलाई अब रात पर्यो 8 बज्यो अब घरतिर हिँड्दैछ यता डनहरू 2 जना घट्नु भनेर हिँडेको मान्छे मोटाएर 70 पुगिहाल्यो के बाई बाई